100% साथीहरूले सभापतिको राजीनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एक मत जाहेर गर्नुभएको छ। आज अहिले 22औं जना साथीले बोल्दै हुनुहुन्छ, लगभग कुल 46 जना साथीले बोलिसक्नुभयो। यो क्रम बेलुकासम्म सायद टुङ्गिन्छ होला र विशेष गरेर निर्वाचनको समीक्षा र सभापतिको राजीनामा दुई विषयमा केन्द्रित आजको बैठक र त्यो राजीनामा सँगसँगै तपाईको राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ र त्यसमा आधारित भएर अधिकांश सबै साथीहरूले आफ्नो राय राख्नु भएको छ र आजसम्म लगभग तपाईको 22 र 24 46 जना साथीहरूले वक्ता साथीहरूले बोलिरहँदा 100% साथीहरूले सभापतिको राजीनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एक मत जाहेर गर्नुभएको छ। बेलुकासम्मको कुरा तपाईलाई म रिपोर्ट गरिहाल्छु। निर्वाचनको सन्दर्भमा अहिले के चाहिँ छ भने विशेष गरेर के भयो त्यो हामी सबैको अगाडि छ। निर्वाचनको परिणाम त्यसो मात्रै होइन, यो किन भयो यसमा हामी केन्द्रित भएर छलफल गर्दैछौँ।